म राकेश सुब्बा। आज मैले घुम्ने एउटा सानो पिग फार्म गर्दैछु र मैले त्यहाँनिर बहुतै चिजको फिडहरू खायो, चारोहरू खायो र त्यसको रिजल्ट चाहिँ मलाई केही आएन। जब मैले यो स्टार फिडको मैले हेरेँ, तर मैले स्टार फिड स्टार्टिङ गरेँ। आज मैले यो चलाउँदाखेरि मैले 6 महिना 7 महिना भयो र मैले रिजल्ट हेर्दाखेरि सुँगुर चाहिँ राम्रै टाइपले भएछ। मोटामोटी 80-90 केजीको चाहिँ भएछ। त्यही कारणले गर्दाखेरि म ग्राहकहरूलाई जति पनि पिग फार्मरको मान्छेहरू छ उहाँलाई चाहिँ म यही सुझाव दिन चाहन्छु कि तपाईँले यो एकताल यो स्टार फिड यो ट्राई गरेर हेर्नुहोस्। तपाईँले 6-7 महिनामा तपाईँले रिजल्ट आफ्नो सामने आइहाल्छ। त्यसै म तपाईँलाई सूचना गर्दै जान्छु। यो स्टार फिडको ठेगाना चाहिँ तपाईँको मेन रोड जिएसटी छेउमा, दक्षिणपाडा जिएसटी छेउमा चर्च लाइनको नेक्स्ट अपोजिट त्यहाँनिर दोकान खोलेको रहेछ। तपाईँहरू आउनुहोस्, लिएर तपाईँहरू यो फिड लगाएर खुवाएर ट्राई गर्नुहोस्। उसको दादा स्टार्टर चाहिँ यो स्टार फिडको चाहिँ स्टार्टर चाहिँ यो रहेछ। यो तपाईँको सानो बच्चादेखि 30 केजीसम्म यो रहेछ। उसको बादमा मेचोर्ड हुनुको लागि यो युज गराउनु पर्यो। उसको बादमा जो माउ पालेको छ, क्रस गरेर माउ बनाउनुको लागि चाहिँ ल्याक्टेसन अन्त जेस्टेसन खिलाउनु पर्ने रहेछ। अन्त यो खिलाएर हेर्नुहोस्, उसको बादमा यसको रिजल्ट तपाईँलाई सामने आइहाल्छ। के भन्नु, यो तपाईँले ट्राई गर्नुहोस् यो चिजलाई हो, सबै चिज ट्राई गर्नुहोस्। उसको बादमा रिजल्ट मैले त आफ्नो रिजल्ट हेरिहालेँ। सुँगुर मेरो ठिकै छ, यो फिड खुवाएर चाहिँ कुनै एफेक्ट छैन सुँगुरलाई हो। मेरो रिजल्ट मेरो सामने आएको छ र म तपाईँहरूलाई यही जानकारी दिँदै म चाहिँ आफ्नो भिडियो समाप्त गर्छु। बाई।